सेवारो केरेक आदांबा आदांबा तुतु तुम्याङा फेजिकुम फेदाङमा साथे आदांबा सेवारो सर्वप्रथम म सबैले नमस्ते भन्न चाहे। मेरो जुन अहिले युट्युबमा केलाङको सम्बन्धी मुन्दुम र केलाङको नाचको लागि आउने भाइ बहिनीहरूको लागि चाहिँ राम्रो होस् र सिकोस् भनेर चाहिँ मैले के जानेका कुरालाई चाहिँ यहाँ मेरो युट्युबमा राख्न गएको छु र राख्दै आएको छु। र आज यो राख्ने क्रममा चाहिँ केलाङको लाम्लोवाको बारे म तपाईहरु सरसर्ती जानकारी गराउँछु र त्यसको बारे पनि म केही कुरा राख्न चाहन्छु। हेरिदिनु लागि म धन्यवाद राख्दै मेरो अलिकति यहाँ चाहिँ राखेको कुरा चाहिँ भन्दै जान्छु। सेवारो के सबभन्दा हामी के कसरी बन्यो भन्ने कुरा हामीसँग स्पष्ट रूपमा अगाडि आइसकेको छ। के भनेको चाहिँ एउटा मात्रै शब्द रहन्छ, तर यसमा चाहिँ संसार यो पृथ्वीको भोरिको एउटा चाहिँ इतिहास र मुन्दुम चाहिँ रहेको हुन्छ। अब त्यसले गर्दा यो के भनेको यस्तो चिज हो कि हामीले लिम्बूहरूले हाम्रो खुसियालीमा चाहिँ नाच्ने हो, दुःखमा चाहिँ हामी नाच्दैनौँ। र खुसियाली जुनसुकै स्थितिमा जुनसुकै बेलामा पनि हामी खुसियालीमा चाहिँ केलाङ नाच्दा त्यो बिग्रिने कुरा आउँदैन र त्यसले चाहिँ सकारात्मक चाहिँ सन्देशहरू जाँदैन खुसीमा नाच्ने कुरा। तर नाच्दै जाँदा मुन्दुमसँग जोडेको छ कि वास्तविक त्यो केलाङसँग जोडेको नाचहरू जोडेको छ कि छैन भन्ने कुरा चाहिँ एउटा रहन्छ। केलाङ नाच्दा सबैभन्दा पहिले लाम्लोवाको उत्पत्तिका कुराहरू योभन्दा अगाडि मेरो युट्युबमा भनिसकेको छु र युट्युबमा मैले आफ्नै जानेको अनुसारले राखिसकेको छु। त्यो लाम्लोवा गर्दा चाहिँ कुन हामी चाहिँ लाम्लोवामा चाहिँ के कस्तोहरू गर्नुपर्ने रहेछ, कहाँ चाहिँ गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ हामी महत्त्वपूर्ण केसाम्बाहरूले चाहिँ जान्नु जरुरी छ। जस्तै केलाङ नाच्नेहरूले कलाकार भन्दैनौँ, हामी केलाङ नाच्नेहरूलाई केसाम्बा भनेर चाहिँ सम्बोधन गर्छौँ। त्यसो भएको हुनाले हामीले त्यो स्पष्ट हुनुपर्छ, हामी क्लियर। हामी के कलाकार भनेको त कसैको नक्कल गर्दा पो कलाकार हुन्छ, तर हामी चाहिँ हाम्रो त पुर्खाहरूको लागि हाम्रो चाहिँ मुन्दुमको लागि चाहिँ नाच्नेहरूले चाहिँ केसाम्बा भनेर चाहिँ हामी सम्बोधन गर्नुपर्छ भन्ने नै हो। लाम्लोवा चाहिँ कति प्रकारको रहेछ भन्दा चाहिँ 1 2 3 4 5 6 7 प्रकारको चाहिँ देखिएको छ अहिलेसम्म चाहिँ। र अब यसमा कुनै पनि खुसीको कार्यक्रम भन्दा चाहिँ थुप्रै त्यसको चाहिँ हामीले खुसी चाहिँ अब भात खुवाइ पनि खुसी हुन्छ, बर्थडे पनि खुसी हुन्छ, होइन, जन्ममिति खुसी हुन्छ, कुनै चिज पनि खुसी हुन्छ। तर हामीले कुनै खुसीको कार्यक्रममा पनि नाच्न सकिन्छ भन्ने कुरा हो। वा लाम्लोवा गर्नुपर्दा कसरी साङ्केतिक गर्ने भन्ने कुरा चाहिँ रहन्छ। सबभन्दा पहिले च्याब्रुङ नै लोकफासिङ हिममा नाचेको हुनाले पहिलो नै लोकफासिङ हिम लाम्लोवा भनेर भनिन्छ। अनि दोस्रोमा लोकन्दी लाम्लोवा, तेस्रोमा थकनाम भनेको चाहिँ चौतारा, अनि लाभा सिङ र नाम्चो सिम बनाइ रोप्दा भनेको चाहिँ चौतारा बनाएर बर र पिपल रोप्यौँ भने चाहिँ हामी च्याब्रुङ रातभरि नाच्नुपर्छ वा लाम्लोवा, त्यसको पनि लाम्लोवा। अनि तेन्दाङ मिखिम भनेको शुभ विवाह, त्यसको पनि लाम्लोवा। चेसुङ मिखिमको पनि लाम्लोवा। मेलुङ फुसिङमा अर्थात् साइमुन्द्री छिनाउँदा पनि लाम्लोवा। र कुनै पनि खुसीको कार्यक्रममा लाम्लोवा। यो लाम्लोवा सबैमा नाचिन्छ, तर हामी नाच्दै जाँदा यसको डिफ्रेन्सहरू, प्रकारहरू, हामीले नाच्ने प्रकारहरू, हामीले हातको चाल राख्ने प्रकारहरू हरेकको फरक भएर जान्छ। र त्यसले गर्दा आज 7 प्रकारको हामी लाम्लोवा नाच्नुपर्छ, सम्बोधन गर्नुपर्छ भन्ने कुरा यो चाहिँ आजको पाठले मैले राखेँ। अब धेरै राख्न पनि सकिनँ। र दोस्रो पाठमा चाहिँ लाम्लोवा लोकफासिङ हिम लाम्लोवामा चाहिँ कसरी लोकफासिङ हिममा लाम्लोवामा के राख्नुपर्छ, खुद्कीले घरबेटीले के सामान राख्नुपर्छ, र त्यहाँ चाहिँ केसाम्बाले कसरी उठाएर जानुपर्छ, कसरी थकेङमा गर्नुपर्छ, कोले उठाउनुपर्छ, हाम्रो केसाम्बाको गुरुहरू को हुन्, यी कुराहरू चाहिँ दोस्रो
पार्टमा चाहिँ म राख्दै जानेछु भन्दै आजको लागि चाहिँ म यतिमै स्टप गर्न चाहन्छु वा समापन गर्न चाहन्छु। नोगेन आसेवारो।